यसै गरेर सरी यहाँ हाम्रो वडा अध्यक्षज्यू आउनु भएको छ सरलाई पनि एउटा स्वागत गरिदिनुको लागि उहाँलाई गर्नु पर्यो लगाइदिनु पर्यो हजुर लगाइदिनु पर्यो अब के अरे सबै पाली सक्यो होला एकछिन आज आउँछ हामी कुरा गर्छौँ। अब उहाँको स्वागतको लागि हामी सम्पूर्ण भूपू सैनिक अनि परिवारको तर्फबाट अनि जति पनि यहाँ उपस्थित भएको छ उहाँहरूको तर्फबाट एउटा सानो कविता उहाँको सम्मानमा हामी के अरे प्रस्तुत गर्न गइरहेछौँ। हाम्रो होनहार हाम्रो भूपू सैनिक परिवारको के अरे लिरिसिस्ट पनि हुनुहुन्छ, उहाँ के अरे कवि पनि हुनुहुन्छ। हाम्रो सुवर्ण नेम्बाङज्यूलाई हजुरको कविता प्रस्तुत गरिदिनु हुनुको लागि म अनुरोध गर्छु। सम्पूर्ण चौतारी ग्रुपको तर्फबाट म एउटा गुलाउरे यहाँ अगाडि आइराखेको छु हाम्रो डाक्टर महावीर पुनको लागि। यो शराबीको देशमा हाम्रा डाक्टर वैज्ञानिक हाम्रो वैज्ञानिक जस्तो थुप्रै वैज्ञानिकहरू पहिला थिए, तर निमित्रण नपार्दै लाँदैछ। यो सङ्घीय सरकार भनौँ प्रदेश सरकार भनौँ अहिलेको हालतमा, र यो एउटा अनौठो र खुसीको खबर हाम्रो स्थानीय सरकारले हाम्रो डाक्टर साहबलाई यति ठुलो के अरे सम्मान गरिँदैछ। त्यसमा पनि हाम्रो भूपूहरूले यस्तो सम्मान गरिराखेको छु, त्यसमा दुई शब्द मैले कोरेको छु। 21औं शताब्दीको वरदान डाक्टर महावीर पुन, विकासमा अहोरात्र खटिरहने वैज्ञानिक उहाँ नै देखाउँदै सरकारलाई माग राख्दै कति मन्त्रालय धाउनुभयो होला, तर समस्या जस्ताको हाम्रो देशको महान वैज्ञानिक डाक्टर महावीर पुन शक्तिले सरापेको यो देशको वैज्ञानिक उहाँ नै हो। स्वार्थ बिना हजुरको किताब बेची हिँड्दैछौ, कुना काप्चाका सोझो जनतालाई कुरा बुझाइ हिँड्दैछौ।
आहा कति विज्ञ वैज्ञानिक डाक्टर महावीर पुन सरकारले नहेरे पनि नटेरे पनि नबगाउने उहाँ नै हुन्। उहाँ नै ठिका नगर्नुहोस् डाक्टर साहब, ठिका नगर्नुहोस् डाक्टर साहब, बुझ्या छौँ सम्मान गर्छौँ। लप्पन छप्पन जान्दैनौँ हामी, गोर्खा भुपु लागि पर्छौँ, गोर्खा भुपु लागि पर्छ। धन्यवाद। सकेछ आउँदैछ। जय गोर्खा। अब हामी कार्यक्रमलाई फेरि अगाडि बढाउँछौँ र आजको मेन इभेन्टमा जानुभन्दा अगाडि अरू पनि विशेष अतिथिहरू यहाँ आउनु भएको छ। उहाँहरूको नाम विशेष गरेर माफ गरिदिनु होला। विशेष हाम्रो समाजसेवी मिनाक्षी देखिन्छ, अनि एसएनएसका हाम्रो चेयरम्यान पनि यहाँ देखिनुहुन्छ, उहाँ हुनुहुन्छ। अरू पनि यहाँ सबै विशिष्ट अतिथिज्यूहरू हुनुहुन्छ। नाम छुटेमा माफ गर्नु होला। सबैलाई स्वागत छ हजुर एकमुष्ट। अब हामी आजको विशेष कार्यक्रम यतापट्टि त छेलिए छ, यता एकछिन हेरौँ न हजुर। हाम्रो यो त यता पनि नजर लगाइदिउँ त हजुर। हाम्रो यो हो हाम्रो मेन चाहिँ हजुर मिडियाको साथीहरूले यसो हेरिदिनु होला हजुर। यसो हेरिदिनु। अनि अब मेन कुरा चाहिँ हाम्रो अरू त भइहाल्यो। हाम्रो चौताराको विषयमा त अब डाक्टर साहबले पछि उहाँको इन्ट्रेस्ट भएर समय भयो भने हेरिदिनु हुन पनि हामी अनुरोध गर्छौँ। र तर आजको मेन कुरा भनेको चाहिँ उहाँको बुक जुन चाहिँ एउटा यो के अरे नेपालको के अरे समृद्धिको लागि जुन एउटा अभियान गरेर उहाँ आज 325 दिनमा यहाँ आउनु भएको छ हजुर। मैले गनिरहेको छु उहाँ 325 दिनमा चाहिँ हाम्रो गोर्खा चौतारीमा यहाँ आइपुग्नु भयो र वर्षैभरि उहाँ सायद के अरे यही टुरमा हिँड्ने मैले उहाँको कुरा सुनेको छु। र उहाँलाई यो 325 दिनमा यहाँ आउनु हुँदाखेरि हामी हर्षले विभोर भएको छौँ। उहाँलाई एउटा ठुलो स्वागत गर्न चाहन्छौँ। वान्स अगेन बिग राउन्ड अफ अप्लज। र अब चाहिँ हामी उहाँको बुक सेलिङको लागि विशेष गरेर उहाँकै मुखारबिन्दबाट हामी केही कुरा सुन्छौँ। त्यहाँबाट हामी बुक केही किन्नुको लागि यहाँ आएको छौँ यत्रो समग्रमा। र हामीले यहाँ इन्डिभिजुअल बुक किन्नेदेखि लिएर तपाईँले बुक गरेर कसैलाई लानेदेखि लिएर नेसनल इन्टरनेसनल सबै जसले तपाईँहरूको आफ्नो हामी नेटवर्किङमा छ उहाँले जसले किनिदिनु भन्नुभएको छ उहाँहरूले अहिले नै हामीलाई नाम लेखाइदिनु भए पनि हुन्छ। हामी टिपिराख्छौँ, कसले कति किन्नु चाहनुहुन्छ त्यो अनुसार चाहिँ हामी टिप्छौँ। अहिले नै दिनुपर्छ भन्ने पनि छैन, पछि गएर पनि हामी उहाँलाई हस्तान्तरण गर्छौँ त्यो बुकको रकम। अनि त्यो बुक पनि हामी तपाईँहरूलाई पछि हस्तान्तरण गर्न सक्छौँ। र अहिले चाहिँ एउटा नयाँ फ्रेस न्युज आएको छ हाम्रो युएसएबाट। हाम्रो मोहन कुमारी होक्पा चुङबाङज्यूले भर्खरै चाहिँ 15,000 बराबरको किताब चाहिँ उहाँहरूको लिइदिनु हुनुभएको छ। उहाँलाई पनि र यति भन्दै डाक्टर साहबलाई नै म यहाँ आएर बुक सम्बन्धी के भनिदिनुहुन्छ कि भनेर अनुरोध गर्छु सर। भुपुका साथीहरू, तपाईँहरूले आज यो कार्यक्रम यहाँ राख्नु भएको छ किताब किन्ने स्वागत गर्ने भनेर। अब स्वागत पनि गर्नुभयो धेरै। अब खास गरी म पनि भुपु हुन्थ्यो होला भर्ती भएको भए। भर्ती भएन होइन, भर्ती भएन। मेरो बाबाले के गरे कता लगाए अनि भर्ती हुने कुरै गरेन। मेरो बाबा पनि भुपु हो। यो किताब जो मैले लेखेको छु त्यसको पहिलो दोस्रो तेस्रो पानामा छ। मेरो बाबा चाहिँ मलायामा भर्ती हुँदाखेरि मलाई चाहिँ सानो 2 वर्षको हुँदाखेरि लगेको रे। अनि मलाई थाहा छैन किनभने त्यति बेला त्यो उमेरमा 2 वर्षको हुँदाखेरि मलेसिया गएको के गरियो के मेरो सम्झनामा त छैन। तर एउटा फोटो मलेसियामा बाबा आमासँग खिचेको एउटा फोटो चाहिँ त्यो उसमा के भन्छ त्यो किताबको दोस्रो तेस्रो पानामा त्यही छ। भुपु लाउरेको छोरा हो म पनि। मेरो साथीहरू गाउँमा जो त्यति बेला गाउँमा हुर्कियो सबै साथीहरू सबै साथीहरू सबै भुपु नै छन्।
त्यस कारणले म पनि भुपुको साथी भयो मेरो साथी ल अब धेरै कुरा छैन यसमा चाहिँ के छ त भन्दाखेरि यो अहिलेको अभियान एउटा अनौठो अभियान हो संसारमा कहीँ नसुनेको एउटा तमासा जस्तो अभियान भयो तमासा के हो भने संसारमा कहीँ नसुनेको कसैले नगरेको किताब बेचेर सरकारको कारखाना चलाइदिने यो चाहिँ तमासा हो सरकारको कारखाना चलाइदिने तर यो कारखाना सरकारलाई चलाइदिएको होइन यो कारखाना किसानहरूको लागि नेपालको 80-85% जनता त किसान छन् त्यो पनि सानो किसान छन् सानो किसानहरूको केही सेवा हुन्छ कि अलिअलि मद्दत पुग्छ कि भनेर त्यो सानो किसानहरूको मुख हेरेर चाहिँ यो चाहिँ तमासा देखाउँदैछु मैले यो तमासामा तपाईँहरू पनि सहभागी हुनुहुन्छ किनभने यो अचानक आइलागेको जिन्दगीमा सोच्दै नसोचेको एउटा छोरा भएपछि र मर्द भएपछि जे पनि गर्नुपर्छ भनेर मेरो बाजेले भन्नुहुन्थ्यो त्यही हो कि अचानक आइपुग्यो पर्यो यस्तो यो कारखाना चलाउने झुक्कियो झुक्क्याए म झुक्किएँ झुक्क्याउनेले त झुक्क्याइहाल्यो मेरो पनि गल्ती छ म झुक्किएँ तर त्यो झुक्किएर म चाहिँ पछाडि हटेको छैन झुक्किएर रोइ कराइ गरेको छैन यो चाहिँ तपाईँहरूको साथले मलाई थाहा थियो सरकारले मद्दत नगरे पनि जनता त साथमा छ जनताले केही न केही त पक्कै गर्छ भन्ने मलाई चाहिँ विश्वास थियो त्यसो भएर चाहिँ म अगाडि बढेको हो र आइडियाहरू सोध्दै जाँदाखेरि के गर्ने भन्ने आइडिया सोध्दै जाँदाखेरि कताबाट किताब लेख्ने आइडिया आयो यस्तो किताब लेख्ने लेखक त होइन म त्यसै लेखेर बसिरहने त्यो मान्छे पनि होइन तर एउटा किताब लेखेर बेच्ने त्यसलाई आधार बनाउने भन्ने हिसाबले यो आइडिया आएर किताब लेखेर चाहिँ बेचेको हो र मैले अनुमान गरेको के हो भने नेपालको 1% जनताले त्यो कुरा बुझ्छ पक्कै पनि कुरा बुझेर यो किताब किनिदिन्छ 1% जनताले के कुरा बुझेर किताब किन्यो भने करिब 3 लाखको हाराहारीमा किताब बिक्छ त्यति किताब बिक्यो भने 15-20 करोड रुपियाँ हुन्छ सरकारले 1 पैसा नदिए पनि चल्छ भनेर मैले मनमा नै अनुमान गरेको थिएँ त्यो अनुमान चाहिँ अब पुरा होला जस्तो भइसकेको छ यसमा कसैलाई दोष छैन यो सरकारले चाहिँ एउटा ठुलो मौका दिएको छ त्यस कारणले सरकारलाई सबैले धन्यवाद दिनु होला आशीर्वाद पनि दिनु होला किनभने मौका दियो सरकारले नै त्यो कारखाना चलाएको भए सरकारले चाहिँ यो कारखाना चलाउनको लागि हामीलाई त प्राविधिक सहयोग मागेको प्राविधिक सहयोग हामीले दिने भनेर तयार भएको हो हामीले चाहिँ जागिर मागेको होइन त्यो प्राविधिक सहयोग दिएर हामीलाई यति पैसा दिने भनेर मोलतोल गरेर त्यो काम सुरु गरेको होइन हामीले जे सकिन्छ गरिदिने भनेको पैसा दिने सरकारले भनेको हो दिएन खुब राम्रो गरेछ है किनभने त्यसैले धन्यवाद छ मैले नेपालभरि घुम्न पाएको छु किताब बेच्न पाएको छु जनतालाई चाहिँ अलिकति चेतना जगाउन पनि पाएको छु हाम्रो सरकार त यस्तो छ है साथी हो तपाईँहरूले नझुक्किनु होला म त झुक्केँ तपाईँहरू नझुक्किनु होला भन्ने एउटा चेतना फैलाउने चाहिँ एउटा मौका पाएको छ ठिकै छ राम्रो छ किन मान्छेले दुःख पाएन भने त्यसको चाहिँ चेत आउँदैन भन्थ्यो हामीले दुःख पाएर चेत आएको छ बल्ल यो अहिलेको अभियान र एउटा कुरा म के भन्न चाहन्छु भने यो त एउटा अभियान हो यो किताब बेच्ने पैसा जम्मा गर्ने चलाउने अहिले हामी यसरी नेपालको 40 वटा जिल्लामा 300
अब झन्डै 25 दिन घुम्यो 40वटा जिल्लामा किताब बेच्यो 9 करोड रुपियाँ जति खर्च कटाएर जम्मा भइसकेको छ। त्यो पैसा जम्मा मात्रै गरेर ब्याङ्कमा जम्मा गरेको छैन, त्यो खर्च हुँदैछ। वीरगञ्जमा कृषि औजार कारखाना चल्दैछ, त्यो कारखानालाई मर्मत गर्नुलाई 1 वर्ष त पुरा लाग्यो, किनभने सानो कारखाना होइन, त्यो त ठुलो कारखाना हो। हरेक चिजलाई मर्मत गर्ने 1 वर्ष लाग्यो। अनि नयाँ मसिनहरू, पुरानो मसिनहरूले मात्र नपुग्ने भएर नयाँ मसिनहरू 3-4 करोड रुपियाँको नयाँ मसिनहरू पनि थप्दैछ। अब कारखाना चल्छ। यो चाहिँ यसको प्रगति चाहिँ अहिलेसम्म ठिक छ। र हामीले सानो किसानहरूको लागि, ठुलो किसानको लागि होइन, र समथर भागमा र पहाडी भागमा डाँडा पखेरातिर पनि 2 किसिमको कस्तो औजार बनाउन सकिन्छ है, त्यो त अहिले नै यस्तो भन्न चाहिँ सक्दैन। त्यहाँ बनाउँदैछन्, परीक्षण गर्दैछन्। 15-16 किसिमका औजारहरू बनाएर, जस्तो धान रोप्ने, मकै रोप्ने, कोदो रोप्ने, तरकारीहरू रोप्ने, ढ्याङ बनाउने, यस्ता गोडमेल गर्ने, काट्ने, झार्ने किसिमका साना औजारहरू साना किसानलाई चाहिने बनाउँदैछन्, टेस्ट गर्दैछन्। त्यो बन्छ पनि रहेछ। यो किताब बेचेर आएको पैसाले कारखाना चाहिँ चल्छ। करिब केही नभए पनि 19-20 करोड रुपियाँ त कम्तीमा जम्मा हुन्छ। अब त्यसपछि अर्को आइडिया निकाल्नु पर्ला होइन, किनभने आइडिया एकैचोटि निकाल्यो भने बर्बाद पर्छ। आइडिया भनेको बिस्तारै बिस्तारै निकाल्दै जाने, काम गर्दै जाने हो, हतार गर्ने पनि होइन। यो एउटा किताबले 19-20 करोड रुपियाँ आएपछि त्यहाँबाट कारखाना सुचारू गरेर अनि चलाएर जे जति सकिन्छ त्यो कारखाना चलाएर औजारहरू किसानहरूलाई उपलब्ध गराउने। सस्तो, बलियो, राम्रो औजार भनिएको छ। अब कस्तो सकेसम्म, दिमागले भेटेसम्म त्यो कारखाना हुन्छ, त्यो चल्छ, कारखाना चलाउँछ। तर केले यो किताब बेचेको पैसाले कारखाना चलाउँछ। अब त्यो कारखाना चलाउनु भन्दा बाहेक अर्को मेरो ठुलो उद्देश्य छ। त्यो कारखाना चलाउनु त एउटा सजिलै कुरा हो। मसिनहरू छन्, मसिनहरूलाई ठोकठाक गऱ्यो भने चलिहाल्छ, सेयर सम्हार गऱ्यो भने चल्छ, कारखाना चल्छ, औजार बन्छ। त्योभन्दा ठुलो कुरा मैले आम जनताहरूको दिमाग चलाउन खोजिरहेको छु। यो किताबलाई माध्यम बनाएर आम जनताहरूको दिमाग चल्छ कि चल्दैन, यो किताब पढेर, फेरि नपढिकन त चल्दैन। यो किताब पढेर कसको दिमाग कतिको चल्ने रहेछ त्यहाँ टेस्ट हुन्छ। नेताहरूको पनि दिमाग टेस्ट हुन्छ है। यो किताब पढुन्, सबैले पढ्नुहोस्। नेताहरूलाई पनि भनेको छु पढ्नुहोस्। मैले भेटे जति नेताहरूलाई एकपल्ट चाहिँ पढ्नुहोस् त, के आउँछ, आइडिया आउँछ कि आउँदैन भनेको छु। र युवाहरू, खास गरी अब आउने भविष्यका युवाहरूको दिमाग चाहिँ चलाउनु पर्छ। अब त्यसैले तपाईँहरू जुन बुबुहरू हुनुहुन्छ, तपाईँहरूको त अब छोरा होइन, नाति पनाति पनि भइसक्यो होला कतिको। नाति पनातिहरूलाई, छोरा नाति पनातिहरूलाई यो किताब कसरी हुन्छ, फकाएर खुलाएर मिठाई दिएर हुन्छ कि होइन, एकबाट खाजा खुवाएर हुन्छ कि के गरेर हुन्छ, पढ्न लगाइदिनु होला। किनभने मैले दिमाग चलाउन खोजिरहेको छु। नेताहरूलाई पनि, तपाईँहरूको नजिकको कोही नेताहरू छ भने त्यो नेताहरूलाई पनि यो किताबलाई यो पढ्नुहोस् त, एकपल्ट हेर्नुहोस्, राम्रो पो लाग्यो भनेर भनिदिनु होला। किनभने दिमाग चलाएन भने केही पनि हुँदैन क्या संसारमा। अहिले नेपालको विकास भएन भन्छ, त्यो दिमाग नचलाएर विकास नभएको। जति चलाउनु पर्ने थियो दिमाग त चलाएको छन्, तर सुबाटोमा होइन, कुबाटोमा चाहिँ दिमाग चलाएर यस्तो भएको होइन। त्यसैले दिमाग चलाओस् भन्ने चाहन्छु। दिमाग के को लागि चलाउने भन्दाखेरि देश विकासको लागि चलाउने। नेताहरूको लागि पनि यहाँ धेरै कुरा मैले हालेको छु। खास गरी युवाहरू, जो युवाहरू नेता बन्दैछन् र जो युवाहरू जीवनमा सङ्घर्ष गरिरहेको छन्, केही न केही गर्छु भनेर,
केही न केही गरेर जीवनमा केही न केही गर्छु भनेर युवाहरू जो छ कोसिस गरिरहेका छन्। अनि कति युवाहरू के छ जीवनमा चाहिँ केही गर्छु भन्यो अनि गर्न नसकेर हरेस खाएर त्यहाँ चाहिँ के गर्ने होला भनेर तिन छक परेर बसिरहेको युवाहरू पनि छन्। हरेक किसिमको युवाहरू, हरेस खाएको युवाहरू, केही गर्छु भनेर चाहिँ एकदमै उत्साहित युवाहरू, नेताहरूलाई चाहिँ मैले उनीहरूको दिमाग चलाउनको लागि चल्छ कि भनेर यहाँ एउटा मन्त्र गरेको छु। अब त्यो मन्त्रले कतिको काम गर्न सक्छ होइन। त्यो किनभने नेपालको विकास भएन। यो मेरो आफ्नो 32 वर्ष भयो म अमेरिकाबाट नेपालमा फर्केर गाउँ एउटा जहाँ पाएँ हुँ कुकुर डुले जस्तो डुलेको। हेर्नुहोस् अहिले पनि कुकुर डुले जस्तै डुलेको अहिले पो 300 कति दिन 25 दिन हुनु भयो। यसो यत्रो दिनसम्म डुल्यो भन्छ। कहाँ 325 दिन हुनु। म चाहिँ डुल्न थालेको त 32 वर्ष भयो। 1992 मा हेर्नुहोस्, 1992 मा हो म नेपाल फर्केको अमेरिकाबाट। त्यसपछि त डुलेको डुले त छ त। कहाँ 332 दिन मात्रै डुल्नु। अनि यो डुलेर मैले आफूले देखेको, अनुभव गरेको, मैले प्रयास गरेको कुराहरू मैले सबै यसमा मेरो उसले, मेरो आत्माले, मेरो चाहिँ दिमागले सोचेको कुराहरू देश विकासको लागि, गाउँघरको विकासको लागि, युवाहरूलाई चाहिँ प्रोत्साहन गर्नको लागि गरेका कुराहरू मैले यो किताबमा लेखेको छु। सरल भाषामा फेरि तपाईँले भन्नुहोला यो हो यसले त ठुलै यो पढेको मान्छे ठुलै एकदमै गाह्रो भाषामा लेख्यो होला भन्ने ठान्नु होला। गाह्रो भाषामा लेखेको छैन, सरल भाषामा लेखेको। सबै नेपाली अक्षर पढ्न लेख्न जान्नेले यो किताब पढ्न पनि सक्छ, बुझ्न पनि टक्कै बुझिहाल्छ। त्यसैले यो किताब पढ्नु होला, पढाउनु होला, प्रचार प्रसार गरिदिनु होला, किन्नु होला होइन। र आफूले अरूलाई पनि सकभर प्रचार प्रसार गरिदिनु होला। सक्नेले अब आफ्नो क्षमताले हुनेले किताब किनेर आफ्नो गाउँघरमा कहाँ छ आफ्नो गाउँघर त होला नि, धरान त यो कोही होला, नत्र थोरैबाट आएको होला होइन। तपाईँहरू फेरि कोही विदेशमा हुनुहुन्छ होला, जहाँ हुनुहुन्छ तपाईँहरूको छोराछोरीहरू विदेशमा होला। मेरो छोराछोरी त विदेशमा गएको छ, उसले पढ्नु पर्दैन भन्ला। विदेशमा गएको छोराछोरीले झन् पढ्नुपर्छ। यो किन पढ्नुपर्छ भन्दाखेरि विदेशमा पनि एकदम सङ्घर्ष नगरिकन कोही बाँचेको छैन। एउटा फरक के छ भने विदेशमा सङ्घर्ष गरे पनि, दुःख गऱ्यो भने दुःख अनुसारको त्यसको अलिकति फल पाइन्छ अलि सजिलोसँग। नेपालमा दुःख गऱ्यो भने फल पाउन गाह्रै छ, त्यति हो। तर विदेशमा बसेकोले पनि धन सङ्घर्ष गर्नुपर्छ। यो किताब पढेर जीवनमा चाहिँ सबैले सङ्घर्ष गर्न सिकुन्। कस्तै पनि परिस्थितिमा हरेस नखाउन् भन्ने हिसाबले उनीहरूलाई एउटा प्रेरणा दिनको लागि मैले जीवनमा भोगेको, बाल्यकालदेखि भोगेको, ठुलो भएर भोगेको, अमेरिका गएर भोगेको, अमेरिकाबाट नेपालमा फर्केर समाज सेवा गर्दाखेरि भोगेका तमाम कुराहरू यसमा लेखेको छ। तपाईँले भन्नुभएको थियो अघि कि सरकारले सुनेन, सरकारले थाहा पाएको छैन होला। सरकारलाई त करिब मैले फुल अब दिन त गनेन, तर पुरा 5 वर्षसम्म सरकारको चाकरी गरेको छु। चाकरी भन्दा अर्को गरेको छैन मैले। 5 वर्षसम्म काठमाडौँमा बसेर नेताहरूको चाकरी गरेँ। नेताहरूको डेरा कहाँ छ, को नेता हो, अनि चिन्ने खोज्ने, अनि नेताहरूलाई गएर चाहिँ सेवारो गर्ने त्यहाँदेखि लिएर सब गरेको छु है। सब नेताहरूलाई ढोक भेट सब गरेको छु। अब केही सिप लागेन, नलाग्दो रहेछ भनेर अहिले जनताहरू तपाईँको सेवा गर्दैछु। नेपालभरि त्यसैको लागि हिँडेको हो।
उताको सेवाले गर्नुभन्दा यताको सेवाले गरेको फाइदा मैले देखेको है मैले आफूले बुझेको त्यही हो ल धन्यवाद छ ल अब के गर्ने हो कसरी किन्ने हो म चाहिँ सही गरेर दिन्छु अब यहाँ कसैले चाहिँ के छ भने अघि कति युएसबाट भन्नुभयो जसले जे गर्नुभएको छ तपाईँहरूले त्यो किताब चाहिँ पढ्नेलाई पढ्न ढङ्गमा ल्याउनेलाई राम्रो गर्नेलाई आफ्नो छोराछोरीलाई सबैलाई चाहिँ सकभर पढाइदिनु होला यही छ मेरो अनुरोध यति गरेर नेपालमा अलिकति दिमाग चल्यो भने नेपालको सबभन्दा पहिले चाहिँ सरको बुक चाहिँ उहाँको सुबुद्धि उहाँको अलिक दिमाग ममा सर्छ होइन एकछिन है एउटा कुरा उहाँले पनि एउटा जिज्ञासा राख्नु भएको छ अब एकदम शुभ समाचार उहाँ राखिदिनुहोस् दर्शक मण्डली नमस्कार छ। खास गरी म बेला बेलामा त आउँदै गर्छु तर आज डाक्टर साहबकोमा चाहिँ आउनै पर्ने भएकोले गर्दा मेरो भाइ गोविन्द राई उसको नाम चाहिँ जसन क्यानाडामा बसेर धेरै वर्ष भयो। त्यसले गर्दाखेरि म मेरो भाइले चाहिँ 50,000 हाम्रो डाक्टर साहबको अभियानलाई सहयोग उहाँले नि साइन गर्नुपर्छ अनि फोटो खिच्नुहुन्छ आज चाहिँ हाम्रो डाक्टर साहबलाई वेलकम गराउने त्यो अब 10 मिनट सकिँदै जान्छ धेरैले आउँछ होला। अब हाम्रो त ज्ञान नआए पनि अलिअलि आइडिया होला ज्ञान त जाने त्यसले गर्दाखेरि त्यो होस् त्यो भन्दै 50,000 को किताब चाहिँ लाइनमा जानु फेरि हुन्छ ताली 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 गडगडाटले 50,000 को माग्नु ताली बजाइछ गडगडाटले आफैले बाँडिदिनु होला उहाँ गएर बस्नुहुन्छ हामीले किताब दिन हामी लो लाइन नगर्नुहोस् है तपाईँहरू लाइनले गर्नु लडिन्छ फेरि बुढापाकाहरू नाप्दिनुहोस् 10 मिनटमा सकिजान्छ यहाँ किताब नलिने जति यताको बसेर हेरौँ मैले फर्स्ट किताब लिएँ धेरै 10 मिनटमा सबै सकिन्छ 50,000 एउटा सेम्पल दिनुपर्ने भयो 50,000 लागि एउटा सेम्पल दिनुपर्ने भयो अब यता आउनुहोस् हामीले पैसा दुईटाले टिकटक पनि हो एकैचोटि ए